नयाँ मुख्य प्रशिक्षक, नयाँ जोस र उत्साह अनि महिला एसिया कप छनौट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तान प्रस्थान गर्दैछ। महिला एसियन कपको अर्को वर्ष मार्चमा अस्ट्रेलियामा हुनेछ। त्यसका लागि छनौट खेलहरू सुरु भइसकेका छन्। नेपाल रहेको समूह एफको खेल यही जुन 29 देखि जुलाई 5 सम्म उज्बेकिस्तानमा हुनेछ। यस समूहमा नेपाल सहित बलियो टोली उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन्। यसबाट नेपालको महिला टोलीले 100औं अन्तर्राष्ट्रिय खेल पनि खेल्दैछन्। त्यसैले पनि उज्बेकिस्तान भ्रमण नेपाली महिला फुटबलका लागि नयाँ कोर्सिढुङ्गे साबित बन्न सक्छ। तर त्यसका लागि नेपालले अगाडिको चुनौती पनि पार गर्नुपर्ने हुन्छ। नेपालले पहिलो खेल जुन 29 मा लाओससँग खेल्नेछ। दोस्रो खेल श्रीलङ्कासँग जुलाई 2 र तेस्रो तथा अन्तिम खेल उज्बेकिस्तानसँग जुलाई 5 मा खेल्नेछ। बेल्जियम प्रशिक्षक प्याट्रिक वाइल्ड मुख्य प्रशिक्षक नियुक्ति भएपछि नेपाली टोलीले 3 सातासँगै प्रशिक्षण गरेर एसिया कप छनौटको लागि तयारी गरेका छन्। वाइल्ड नेपाली महिला फुटबल टिम सम्हाल्ने पहिलो प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। युरोपदेखि विभिन्न क्षेत्रको प्रशिक्षण र टेक्निकल डिरेक्टरको अनुभव बटुलिसकेका वाइल्डको काँधमा अहिले नेपाली महिला टोलीलाई एसिया कप छनौट गराउने जिम्मेवारी छ। वाइल्डले महिला टोलीको प्रशिक्षण निकै राम्रो भएकाले खेलमा सकारात्मक असर देखिने बताएका छन्। Yeah, they've grown every day. That's also normal. We trained every day during 3 weeks. I think we had like 19 technical, tactical trainings. We had like every 2 days one big meeting for 1 hour. We have every day gym meeting, and I can tell you till now, no injury. So this is fantastic. I've never seen this before also in my life. So everything can with this group, yeah. But don't put too much pressure on them. We will try to do our best. That's why we train. We want to win. I'm a winner. The players are now on the same way. There were already some winners, but I think everybody is now thinking in the same philosophy, the same vision. And then you never know. We will fight till we die. I always say, when you're tired to the players and you're really tired, but there is a lion who come in the hall or on the field, you will run or not run. नेपाली महिला फुटबलको भविष्य जोडिएको टुर बन्न सक्छ उज्बेकिस्तान, किनभने अहिले खेलिरहेको टिममा धेरै खेलाडीहरू करियरको उतारधरामा छन्। सोमबार अखिल नेपाल फुटबल संघ एन्थाले कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाई समेत गरिसकेको छ। बिदाई कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अञ्जना तुम्बाम्बो सुब्बाले एसियन कप छनौटका लागि नेपाली टिमको तयारी निकै राम्रो भएको बताइन्। एसियन कप छनौट नेपालका लागि ठूलो मौका भएकाले त्यसमा राम्रो नतिजा आउने गरी प्रदर्शन गरिने उनको भनाइ छ। अब युरोपबाट हामीले खेलेर आएपछि चाहिँ त्यहाँबाट हामीले चाहिँ धेरै नै कुराहरू चाहिँ एक्सपिरियन्सहरू चाहिँ बटुलेर आउन पायौँ र टिमलाई कतै न कतै हामीले धेरै नै सपोर्ट गरेको जस्तो पनि लाग्छ। अनि अब एक त हामीले अब युरोप कोच पाएको छौँ। अब उहाँको आफ्नो आफ्नो अब हुन्छ, अब डिफ्रेन्स अब पार्ट हुन्छ उहाँले सिकाउने। जस अहिलेसम्म चाहिँ ओभरअल राम्रै छ। अब प्रिपरेसनहरू पनि एकदमै राम्रो छ। अब र अरू प्लेयरहरूमा पनि हामीले एकदमै धेरै आशा गरेको छौँ। अहिले नट अन्ली कि एउटाले मात्रै राम्रो खेल्छ भन्ने छैन। ओभरअल टिम एकदमै राम्रो छ। हाम्रो जुन एउटा टिम स्पिरिट छ एकदमै राम्रो छ। अब जुन अब यो अहिले हामीले अब क्वालिफायर्स खेल्न गइरहेको छौँ, यो भनेको अब 4 वर्षपछि खेल्न पाउँछ पाउँदैन हैन, यो भनेको हाम्रो लागि एकदमै बिग अपर्च्युनिटी हो। त्यही भएर हामीले चाहिँ यो अपर्च्युनिटीलाई चाहिँ गुमाउनु हुन्न जस्तो लाग्छ। जस अब हामीले नयाँ कुराहरू धेरै सिकेको छौँ, आयो राम्रो हुन्छ होला। सबैजना प्लेयरहरू हामी एक्साइटेड छौँ जुन एउटा यो टुर्नामेन्टको लागि, अनि सबैजना हामी पोजिटिभ छौँ। जुन एउटा यो हाम्रो लागि वर्ल्ड कप जस्तो टुर्नामेन्ट हो, म चाहिँ त्यो भन्छु। अब एज अ सिनियर प्लेयर र जति पनि जुनियर प्लेयरहरू आउनुहुन्छ उनीहरूको लागि कतिपय फर्स्ट गेम हुनसक्छ। मेरै यो फर्स्ट गेम हो एसियन कप क्वालिफायर राउन्ड। सो यसले गर्दाखेरि पनि हामी सबै एक्साइटेड छौँ। हामी एउटा चाहिँ युनाइट भएर चाहिँ अगाडि बढ्छ। उज्बेकिस्तानसँग हामीले पहिला नै खेलिसक्यौँ र हामीले पहिला खेल्दाखेरि हामीले पोजिटिभ रिजल्ट चाहिँ दिन सकिरहेका छैनौँ। सो मलाई लाग्छ लाओससँग हाम्रो पहिलो गेम हो। सो श्रीलङ्कासँग अब हामी 8मा 8मै जित्छ, तर त्यो श्रीलङ्काले चाहिँ हामी नेपाली टिमलाई चाहिँ पछिल्लो समयमा धेरै नै दुःख दिइरहेको छ। सो त्यसले गर्दाखेरि हाम्रो फर्स्ट म्याचदेखि नै हामी एकदमै इम्पोर्टेन्ट गेम छ। नेपाली महिला फुटबल टिमले अहिलेसम्म 3 पटक महिला एसियन कप खेलिसकेको छ, तर त्यो सबै 80 र 90 को दशकमा थियो। नेपाली महिला टिमले सन् 1986 डिसेम्बर 14 मा नेपालले हङकङ विरुद्ध ऐतिहासिक खेल खेलेको थियो। उक्त खेलमा नेपालले 1 का विरुद्ध 0 ले पराजित भएको थियो। पहिलो खेलमा नेपालको कप्तानी रमा सिंहले गरेकी थिइन्।